यो हाम्रो पुस्तौँदेखि नै हो। हाम्रो यो प्रजापति भन्नेको कास्ट नै यो काम नै जाने यो माटोको भारोको काम हुन्छ। यो मल्लकालीनदेखि नै प्रजापति भनेपछि माटोको भारोको काम। अब अहिले यो दियो भनेको तिहारको लागि मात्र होइन क्या, यसले 12 महिनै चल्छ। विशेष तिहारको लागि चाहिँ हुन्छ होइन। त्योभन्दा पनि पछिको जाने पछिलाई चाहिँ 12 महिनै चल्छ। माप छ। अब हामीले जाने समय फुर्सद अनुसार चाहिँ नै सिजन अनुसारको सामानै बनाउनै पर्छ। दसैँको भनेको दसैँको छुट्टै बनाउनु पर्छ। तिहारको अनि फुर्सदमा पहिल्यैदेखि नै सबै सामान तयारी गर्नु पर्छ। अहिले तिहारको लागि भनेर अहिले मात्र बनाएर भ्याउँदैन। पहिल्यैदेखि नै अर्डर अनुसारको हामीले सामान पुर्याइसक्यो। अनि असर अलिअलि त पर्छ होला, परेछ होइन। तैपनि जाने अहिले मान्छेले जाने यो माटोको भारोमा बाल्ने र बत्ती हामीले जाने पहिल्यैदेखि देखिरहेको चलिरहेको बत्ती नै राम्रो लाग्छ र अहिले पनि त्यतिकै छ व्यापार त। खास त्यति असर चाहिँ परेको छैन। अच्छा, अब व्यापारीले चाहिँ ल्याउँछ। अब यहाँ हामी अब काठमाडौँमा बस्ने र बाहिरको जाने ढुवानी भाडाबाट जाने फरक पर्छ। अब हामीले जाने यहाँ माटो अहिले यो पहिला हामी यहाँ यतातिर सिबाडुलतिर पाउँथ्यो। अहिले उता सबै खडेरी भएर त्यहाँ खानी नै छ माटोको होइन। अहिले चाहिँ नि हामीले किलोको हिसाबमा किन्नुपर्छ। अनि त्यही भएर अलिक कस्ट चाहिँ नै हामी यहाँ बनाएको र उता बाहिरबाट आउने चाहिँ कस्ट त फरकै पर्छ नि। व्यापार त अब हामीले गरेको चाहिँ बनाएको सामान जति चाहिँ स्टकमा बस्दैन, जान्छ।